एउटा शान्त गाउँमा अचानक असाध्यै ठुलो कबुतर आकाशबाट झर्दै आइपुग्छ। गाउँलेहरू अचम्ममा पर्छन्। त्यही बेला एउटा चालाक मान्छेले कबुतरलाई डोरीले बाँधेर पक्रिन्छ र निर्दयी रूपमा पिजडामा थुन्छ। पिजडाभित्र थुनिएको कबुतर भोक, प्यास र डरले दिनरात कराउन थाल्छ, रुँदै कराउँदै। त्यसै बेला गाउँको अर्को छेउबाट एक विशाल र साहसी कुखुरा प्रकट हुन्छ। उसले कबुतरको पीडा देख्छ र भन्छ, डर नमान, म छु। कुखुराले चतुराई प्रयोग गरेर पिजडाको ढोका खोलिदिन्छ। कबुतर स्वतन्त्र हुन्छ। अब दुवै गाउँलेहरूको आँखा छल्दै खेत, गोरेटो र जङ्गल पार गर्दै ज्यान जोगाएर भाग्छन्। सबै ठिक जस्तो लाग्छ, तर अचानक कबुतर फेरि रुन थाल्छ। कुखुराले सोध्छ, अब किन रोएको? कबुतर भन्छ, सबैले कथा त हेरे, तर लाइक र सब्स्क्राइब कसैले गरेनन्। यदि कबुतरलाई खुसी देख्न चाहनुहुन्छ भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कथा सेयर गर्न नबिर्सनुहोस्।